साथीहरू, म चाहिँ छुट्टी भएर घर जाँदैछु। अनि म चाहिँ एउटा सानो कुरा भन्नु मन लाग्यो। हुनु त म तपाईहरुभन्दा कतिहरूसँग त कान्छी पनि छु होला, कतिहरू साथीभाइसँग त एउटै उमेरको पनि होला, कति त मभन्दा ठुलो पनि होला, सानो पनि होला। मलाई चाहिँ एउटा मनमा लागेको कुरा नि अब जस्तै क्या, आमाको मुख हेर्ने दिनमा चाहिँ आमाको फोटो राखेर मलाई यस्तो गर्नुभयो, उस्तो गर्नुभयो, यस्तो यताउता दायाँ बायाँ इधर उधर भनेर राख्छन् नि त। अनि म चाहिँ के भन्नु चाहन्छु भने त्यस्तो फोटोहरू राख्नु त आफ्नो इच्छाको कुरा हो, तर अरू बेला पनि राख्न सकिन्छ, आमाको मुख हेर्ने दिन मात्रै हैन। म चाहिँ के भन्छु भने बुहारीहरूलाई पनि छोरीहरूलाई पनि के भन्छु भने तपाईँ छुटेर बस्नु भएको छ भने मिठो मसिनो लगेर दिनुहोस्, आमाको मुख हेर्ने दिनमा मात्रै हैन, अरू बेला पनि। अनि सँगै हुनुहुन्छ भने मिठो मसिनोको मतलबमा माछा मासु भन्ने मात्रै पनि हुँदैन। तपाईँ सागकै तरकारी भए पनि जे पनि चटक्क बनाएर, आलु भए पनि चटक्क बनाएर खाना दिनुमा मिठो गरेर मजाले टाइममा खाना, टाइममा चिया दिनु भने त्यही राम्रो। सुन चाँदी दिँदैमा सामाजिक सञ्जालमा अरू बेला चाहिँ मतलब छैन। अनि आमाको मुख हेर्ने दिनमा चाहिँ मुखमा लड्डु खुवाइदिएर फोटो खिचेर त्यस्तो गरेको चाहिँ मलाई मनै पर्दैन हौ। के भएको म त अचम्म खालके मान्छे छु। म त न माइतीतिरको राख्छु न बुढाकोतिर राख्छु, फोटोहरू प्रायः राख्दिनँ पनि, राख्यो भने आफ्नै धेर राख्ने हो, न छोरीको राख्छु। त्यस्तो खालके पो छु हो म त। मेरो आफ्नो भर्सन हो होइन, मलाई चाहिँ त्यस्तो लाग्छ क्या। माया गर्नु छ, दिनु छ भने रेस्पेक्ट देऊ, सासु ससुरालाई आमा बाउलाई इज्जत देऊ होइन। अनि अब सुन चाँदी दिनु छ भने आमा र बाउलाई थाहा होस्, घर परिवारलाई थाहा होस् न, सारालाई देखाउनु पर्छ जस्तो लाग्दैन। अब तपाईँले 1 तोला सुन दिनुहुन्छ अरे, त्यो के टिकटकमा हालेर फेसबुकमा हालेर त्यो के राम्रो हुन्छ र? दिने बेलामा सासूलाई दिनु छ भने सासूलाई थाहा होस्, दिदी बहिनीहरूलाई नन्दा आमाजहरू छ भने नन्दा आमाजहरू, त्योभन्दा उता अरूलाई त किन सबैलाई देखाउनु पर्छ जस्तो चाहिँ लाग्दैन है मलाई चाहिँ। म चाहिँ त्यो खालको चाहिँ कोही छोरीहरू कोही बुहारीहरू कस्तो हुन्छ भने माइतीतिरको आमालाई चाहिँ सुनले पुरेरै मारिदिनु खोज्छ, यता घरतिरको चाहिँ सासूलाई मतलब छैन है, 1 लाल 1 आना पनि दिँदैन क्या। नदिने भए सासूलाई पनि नदिनु, आमालाई पनि नदिनु। अनि सासूको छोरा चाहिँ बुढा अरे, अनि उसले कमाएको सम्पत्तिले चाहिँ यता अनि माइतीतिरको आमालाई चाहिँ सुनले थिचेरै मारिदिने, अनि बुढातिरको उसको छोराले कमाएकोमा चाहिँ अनि 1 लाल पनि मर्ने बेलामा पानी खान्छु भन्दा पनि सुन 1 लाल पनि नदिने। त्यस्तो त हुँदैन नि जस्तो लाग्छ है। मेरो आफ्नो भर्सन हो, मैले आफूले बुझेको जानेको कुराहरू। मलाई त त्यस्तो मन पर्दैन क्या, छुटाउनु मन लाग्दैन। नदिने भए दुईतिरै नदिने हो, नगर्ने हो। आफ्नो आमा चाहिँ आमा, अनि सासु आमा चाहिँ नआमा, अनि आफ्नो आमा चाहिँ धन्न, सासु बुहारी चाहिँ मिल्छ बरु। छोरी आमा भन्दा छोरी आमा त भन पनि परिन्छ होइन, आमालाई पनि बरपरि भनिन्छ, छोरीले पनि भन्छ, आमाले पनि भन्छ, मिल्छ। सासु बुहारीमा त त्यस्तो भन पनि खासै हुँदैन। सासूले अलिकति भन्यो भने ठुस्स परिन्छ बुहारीहरू। अनि मेन कुरा त आमालाई जस्तो सासूलाई लगभग त्यो टाइपले जवाब पनि दिइँदैन, दङ्ग्याइँदैन पनि त होइन त साथीहरू। मेरो आफ्नो भर्सन है। जय नेपाल।